पत्रकार जर्नलिस्टको डे भएकोले सबैभन्दा पहिला राष्ट्रिय खेलकुद परिषद नेपाल सरकारको तर्फबाट बधाई र शुभकामना दिन चाहन्छु। र आज हामीले छलफल गरिरहेको विषय, आज यहाँ उठेको विषय, उठान भएको विषय भनेको हाम्रो एसियन गेमको तयारी र अहिले हामी सरकारको तर्फबाट हामी अहिले एकदमै ताद्रुकताको साथ एसियन गेमको तयारीमा सहभागिताको विषय, त्यहाँको तयारीको विषयमा हामी छलफलहरू गरिरहेका छौँ अहिले। र हिजोदेखि अहिले जति पनि हाम्रा खेल सङ्घ महासङ्घहरूको सहभागिता छ, उहाँहरूसँग कसरी गर्ने, तयारी कसरी गर्ने, यही विषयमा म हिजोदेखि आफै उहाँहरूसँग बसेर छलफल गरिरहेको छु। अब मैले अघि भनि नै हालेँ होइन, 19औँ एसियन गेम सकिन साथै 20औँ एसियन गेमको तयारी भयो, जुन नेपालमा ऐतिहासिक रूपमा पहिलो पटक थियो। र मिसन 26 को अभियान चलिरहँदाखेरि 10वटा पदक सहित गोल्ड मेडल होइन। र त्यो अभियानमा हामीले देख्यौँ सातो बाटोमा चाहिँ हाई पर्फर्मेन्स ट्रेनिङ सेन्टर पनि उद्घाटन भयो होइन। खेलाडीले त्यहाँ एकदमै लाभान्वित पनि उठाइरहनु भएको छ। स्पोर्ट्स साइन्सको ल्याब पनि बन्यो होइन। तयारीको बारेमा अलिकति विस्तृत भनिदिनुहोस् न। यहाँले भने जस्तै यसको करिब 3 वर्षदेखि सरकारले लगानी गरेको छ। दर्जनौँ गेमहरूलाई बन्द प्रशिक्षणमा राखेर स्पेसल कोच प्रशिक्षकलाई राखेर सरकारले लगानी गरिरहेछ र अहिलेसम्म पनि हामी राखेका छौँ खेलाडीहरूलाई। जसरी भए पनि यो यहाँ अघि भने जस्तै हाम्रो मिसनमा राखिएका जुन टार्गेट छ डबल डिजिटको, यसलाई चाहिँ एचिभ गर्ने नै सरकारको एउटा मूल ध्येय हो। र यसैको सिरोफेरोमा हामी बसेर एकदमै भनौँ न तीव्रताको साथ र एकदम ताजुकताको साथ हामी अगाडि बढिरहेका छौँ। र अबको दिनमा अब अहिलेसम्म यो आर्थिक वर्षमा आउँदाखेरि हामी आफ्नो यहाँ भनौँ न डोमेस्टिक रूपमा प्रिपेयरमा थियौँ भने अब हामी अलिकति आउट भनौँ कन्ट्रीभन्दा बाहिर पनि हामी प्रशिक्षण लिने, हाम्रा खेलाडी जो सिलेक्ट भएको छ उहाँहरूलाई अलिकति एक्सपोजर गराउने र जसले गर्दाखेरि मेडल ल्याउन जित्न उहाँहरूलाई एउटा साहस, एउटा ऊर्जा, एउटा इनर्जी, एउटा करेज बढ्छ हिसाबले पनि हामी छलफलहरू गरिरहेका छौँ। एसियन गेम्सको तयारीको निकै लामो तयारी भइ नै सकेको छ होइन। तर अब अहिले त 10वटा खेल प्लस 11वटा खेल होइन। 11वटा खेलका अलमोस्ट 100जना खेलाडीहरूले लाभान्वित भइरहेको छ मिसन 26बाट। तर अब खेल त 23वटा छ भनेपछि अब रियल क्लोज क्याम्प अब 2.5 महिना मात्र बाँकी छ नि त। भनेपछि रियल क्लोज क्याम्प सुरु गर्ने बेला भएन? अघि पनि मैले राखिसकेँ कि रियल क्लोज क्याम्प नै सुरुवात पनि छ र योभन्दा अझ एडभान्स टाइपको, इन्हान्सिङ टाइपको, कम्पिटेटिभ टाइपको हामीले क्लोज क्याम्प लान खोजिरहेका छौँ। र त्यो भनेको अब हामीले अलमोस्ट खेल जो सिलेक्ट भएको छ उहाँहरूलाई, खेलाडी साथीहरूलाई र कोचहरूलाई इन्टरनेसनल लेभलमा लान खोजिरहेको छ, अन्तर्राष्ट्रिय लेभलमै। अब नेपालमा नराख्ने उहाँहरूलाई तत्काल चाहिँ यही भनौँ न कमिङ मन्थको लगभग 15 गतेभित्र उहाँहरूलाई वैदेशिक प्रशिक्षण सुरु हुन्छ। अब प्रशिक्षणको लागि कोअर्डिनेसन विभिन्न लेभलहरू भइरहेछ, टुङ्गिएको छैन। एकदमै तीव्र रूपमा हामी छलफल गरिरहेछौँ। विभिन्न उहरू इन्टरनेसनल फेडरेसनहरू छलफल भइरहेछ, सङ्घका अध्यक्षहरू पदाधिकारीहरू छलफल गरिराख्नु भएको छ। र यो 3 वर्ष त भयो, अबको यो 2-3 महिना जुन हाम्रो टाइम छ यो टाइमलाई चाहिँ पूर्ण रूपमा सदुपयोग गर्ने, सरकारले गर्नुपर्ने इन्भेस्टमेन्ट पनि गर्ने र इन्टरनेसनली रूपमा चाहिँ फेडरेसनहरूबाट आउने सहयोगहरूलाई पनि यसमा चाहिँ सदुपयोग गर्ने सरकारको अहिलेको नीति हो। सरकारको त सबैभन्दा ठुलो तपाईँहरूको चुनौती भनौँ न हामीले देख्दै आएको सरकारसँग बजेट माग्ने एसियन गेम्सको लागि होइन। त्यो बजेट आइसकेपछि त्यो बजेटको आकार अनुसार तपाईँहरूले प्रिपरेसन गर्नुहुन्छ नि होइन। यसपालिको त्यो बजेटहरू सबै आइसक्यो, फिक्स भइसक्यो? बजेट त अब पास भनौँ न संसदमा पेस भइसकेको छ, रेड बुकै आइसकेको छ अहिले होइन। मोटामोटी क्लियर नै भइसकेको छ। कति छ यसपालिको बजेट चाहिँ के को विषयमा? एसियन गेम्सको चाहिँ पार्टिसिपेट एसियन गेम्समा जुन हामी सहभागिता जनाउँछौँ नि त्यसको लागि त सरकारले छुट्टै बजेट दिन्छ नि होइन। हाम्रो 2 खालको बजेट हुन्छ। एउटा चाहिँ यो तयारीको विषयमा हाम्रो भनौँ न 2,80,00,000 पैसा हामीले सरकारबाट अहिले विनियोजन भएको छ। अर्को भनेको अब सहभागिता, त्यसपछि त्यहाँ अरू मेटेरियल्सका कुरा होला होइन, सबै गरेर त्यहाँ लगभग 11,20,00,000 पैसा त्यहाँ छ,
जुन चाहिँ 1900को तुलनामा धेरै प्रतिशत कम पनि हो। 1900मा त हामीले के देख्यौँ भन्दाखेरि 29वटा खेल थियो र त्यसपछि खेलाडीको सङ्ख्या मात्र 253 जना थियो र त्यसपछि प्लस पदाधिकारीहरू होइन। यसपालि नयाँ सरकार आएको छ, अलिकति टाइट गर्ने, अलिकति जिनुन खेलाडीहरूलाई मात्रै पठाउने। अब विगतमा हुन्थ्यो नि म्यानेजरहरू पदाधिकारीहरू अननेसेसरी गइदिने, त्यस्तो समस्याहरूलाई चाहिँ हामी हल गर्छौँ भन्ने सुनेको थिएँ। अब त्यो शब्दहरू मैले धेरै राखिनँ। खास गरी चाहिँ अहिले अब पहिला के भयो कसो भयो भन्दाखेरि पनि अब त्यतिखेरको लागि त्यही आवश्यकता होला, त्यही निड होला, त्यही ठिक होला। अहिले हामी सरकारलाई जे ठिक लागेको छ अब त्यो क्वालिटीको कुरो होला, जेन्युनको कुरो होला, खेलको अब 29वटामा अहिले कम्पिटिसनहरू 32वटा लानुपर्ने होइन होला होइन। अब 23मा पनि झारियो, सबै थोक घटायो, बजेट पनि घटायो। अब केही न केही चाहिँ त्यहाँ सोच विचार गरेर यी सब कुरोहरू भएको होला र मेडलको सङ्ख्या पनि लक्ष्य धेरै राखेको, खेल सङ्ख्या पनि घटाएको, खेलाडी सङ्ख्या पनि घटाएको, बजेट पनि घटाएको, यी सबैको तादमेता एक खालको अर्कै देखिन्छ। तथापि पनि यसपालि चाहिँ हामीले एउटा क्वालिटीलाई इन्स्योर गर्न खोजेका छौँ होइन। त्यसपछि सहभागिता थोरै भए पनि त्यो क्वालिटीले चाहिँ केही चिज एचिभ गर्छ होइन। अब तत्कालीन अवस्थाको कुराहरू भन्दा पनि अहिले चाहिँ यो अवस्थाबाट हामी गएर यसलाई चाहिँ थोरै भए पनि अब अलिकति राम्रो सहभागिता होस् भन्ने। अब त्यहाँ जान चाहने सबै खेलाडीहरू ओलम्पिक अब खेलमा टेक्नु जुन दिन हात राख्छ त्यही दिन नै अब ओलम्पिक भनेर सबैको लक्ष्य हुन्छ। अब तर सबैलाई एकैपटक एउटैबाट चाहिँ सहभागिता गराउन पनि सकिन्न होइन। अब बेला आएपछि पालो सबैले जाने हो होइन। यी सब धेरै क्राइटेरियाहरू पनि त्यहाँ हामीले राखेका थियौँ। सबै कुरोहरू राखेर अहिले चाहिँ हामीले खेल सङ्ख्या, खेलाडी सङ्ख्या, कोच सङ्ख्या निर्धारण गरेका छौँ। बजेट पनि त्यही अनुरूप आएको छ र त्यसमा चाहिँ हामीले ती बजेटहरूलाई चाहिँ पूर्ण रूपमा सदुपयोग गर्ने, खेलाडीहरूको लागि आएको पैसा खेलाडीहरूमै तयारीमै खर्च गर्ने र जुन जसरी आएको छ त्यसरी नै प्रयोग गर्न खोजिरहेका छौँ। हामीले जुन डे टु डे समस्याहरू देखिरहेको हुन्छौँ, तपाईँले त एकदमै भोग्नुहुन्छ। यो एसियन गेम्स त अब नेपाली खेलाडीहरूको सबैभन्दा ठुलो प्लेटफर्म भइहाल्यो। ओलम्पिकको लागि चाहिँ अब क्वालिफाई खेल्नुपर्छ। अब एसियन गेममा पनि त्यो प्रक्रिया सुरु भइ नै सक्यो र आजको दिनसम्ममा पनि खेलाडीहरूले एसियन गेम्स खेल्न पाउँछ र ठुलो टार्गेट त्यही नै भइरहेछ। र हामीले देखेको समस्याहरू पत्रिकामा मिडियामा आइरहने समस्या भनेको चाहिँ सदर सचिवलाई एकदमै बढी प्रेसर हुने, पोलिटिकली प्रेसर, खेलाडीहरू यो राखिदेऊ, अर्को पोलिटिकल प्रेसर यो खेल थपिदेऊ, यो पार्टीको खेल थपिदेऊ, यो खेलाडी यस्तो कतिको भोग्नुहुन्छ सरले अलिकति भनिदिनु न। यो सबै भोगेको कुरा यहाँ राख्न मिल्दैन मैले होइन। त्यही भएर त्यो पदको भनौँ न एउटा के भनौँ न त्यसको च्यालेन्ज र अपर्च्युनिटी दुइटै छ त्यहाँ होइन। च्यालेन्ज पनि उत्तिकै छ, अपर्च्युनिटी पनि उत्तिकै छ होइन। त्यहाँ अपर्च्युनिटी भन्नाले एक्सपोजर हुने, सबैसँग भेटघाट हुने, छलफल हुने होइन, धेरै नलेजहरू सेयरिङ गर्नुपर्ने, धेरै अनुभवहरू बटुल्ने होइन, त्यहाँ त्यत्तिकै नि छ। प्रेसर भन्नाले अब म त पहिलोचोटि भएको होइन। पहिला के थियो तुलना सबै पहिलाको सदस्यहरू भन्नु पनि हुन्न होला होइन। अब छ आफ्नो ठाउँमा अब कतिपय आफू त्यो पदले पनि क्रिएट भइरहेको हुन्छ नि त। मेरो दायित्व यो हो, मैले यो गर्नुपर्ने, अरूभन्दा पनि बढी चाहिँ मलाई आफैलाई चाहिँ सेल्फ चाहिँ फिल भइरहेको हुन्छ होइन। यो ठाउँमा यो गर्नु, अरूभन्दा पनि यो चाहिँ गर्नुपर्ने, यहाँ चाहिँ अलिकति मार परो, यसले अलिकति ऊ भयो भन्ने चाहिँ आफूलाई नै फिल भइरहेको हुन्छ मलाई। तथापि पनि अब मलाई चाहिँ एकदमै मैले यो गर्नु नहुने काम चाहिँ यो कतैबाट प्रेसर गर भन्ने चाहिँ त्यो चाहिँ फिल चाहिँ मैले गरेको छैन होइन। हटलिने तपाईँहरूलाई कुरो राख्दाखेरि मलाई चाहिँ यो गर्नु नपर्ने थियो, तर कतैबाट आएर यो प्रेसर गरिहाल्यो भने त्यस्तो चाहिँ भएको छैन। बरु त्यो लेभलमा म कन्भिन्स गराउँछु, त्यो लेभलमा म कुराहरू बुझाउँछु, यो कारणले यो भइरहेको हुँदैन, यो गर्नु हुँदैन, यसले चाहिँ अलिकति हामीले राम्रो गर्दैन भने त्यो कुरोहरू काउज इफेक्टहरू सबैलाई राख्दाखेरि अहिलेसम्म मलाई निगरानी गर्ने, मैले जहाँबाट कुराकानी गर्नुपर्ने त्यो लेभलमा कन्भिन्सै भएको छ। एकदम सही कुरा भन्नुभयो। त्यो तपाईँले राम्रै काम गरिरहनु भएको छ भन्ने एउटा इक्जाम्पल पनि देखियो होला। अब त पुरानो कुरामा नजाउँ होइन, किनकि अब हामी अगाडि बढौँ होइन। नयाँ सरकार छ, नयाँ भिजन छ होइन। अब राष्ट्रपाकै सरकार छ र नयाँ खेलकुदमा पनि नीतिहरू ल्याउँछु भन्नुभएको छ। तर सरस्वतीलाई प्रश्न नि, अब अस्ति एउटा इक्जाम्पल मात्र दिन खोजेँ मैले। यो पौडीको एउटा समस्या देखियो खेलाडीकोमा होइन। राष्ट्रिय खेलकुद परिषदले सेलेक्सन नगर भनेर एउटा सूचना जारी गर्यो। त्यसको आधारमा थुप्रै सङ्घहरू कन्फ्युज भएको जस्तो पनि देखियो। मेरो विचारमा त्यो सबै सल्भ भइसक्यो होला। अब त खेलाडीहरूलाई सेलेक्सन गरेर पठाउने कुरामा त के बाँकी छ र त्यस्तो कन्फ्युजनहरू? टेनिसमा पनि केही समस्याहरू सुनिरहेको थिएँ।
अब मैले सङ्घहरूसँग हिजो र आज 2 चरणमा छलफल गरेको छु आदि गरेर होइन। अब यो कसको सहभागिता के सहभागिता हाम्रो सरकार तर्फबाट सबै टुङ्गिसकेको छ। अब र आजदेखि मैले आज पनि भनेको छ हिजो यो को सहभागी भयो कसको नाम काट्ने कसको के गर्ने केही पनि हुनेवाला छैन। त्यो मैले 10 चोटि सही पनि गरिदिनु त पहिलेदेखि बानी छ, मैले गरेर सक्यो त। अब कसले अब गर्ने कसरी गर्ने अब आन्तरिक छलफल होला, कसैको आन्तरिक विवाद ल सङ्घभित्रको। र तपाईँले भने जस्तै आज नाम त लिन म त्यो सङ्घको आउनु भएको थियो उहाँहरू 2-3 जना। अब मैले भने अब जाने हो होइन त्यो मलाई क्लियर गरिदिने त्यति मात्रै। अब को जाने त्यो विषयमा छैन म, अब जाने हो होइन मात्रै क्लियर गर्ने। त्यसपछि उहाँहरू उठेर जानुभयो। अब त्यो चरण मैले पार गरिसकेँ। अब म त्यो छैन, अब म तयारीको विषयमा छु, प्रशिक्षणको विषयमा छु, अरू विषय मैले अगाडि बढिसकेको छु। र अध्यक्षजीले भने जस्तै अब पहिला अब बस्नुभएका साथीहरूलाई त्यो खालको होला, यसपालि त्यस्तो हामीलाई धेरै फिल पनि भएको छैन होइन, धेरै फिल पनि भएको छैन। विभिन्न चरणमा सङ्घहरूसँग छलफल गरेका छौँ। केही विवादहरू आयो, म आफै उहाँहरूसँग बसेँ, छलफल गरेँ र समाधानमा गयो। सबैले केही पनि छैन, हाम्रोतिरबाट एकदम भेरी क्लियर भएर गइसकेको छ। अब 1-2टा गेस्टको विषयमा अलिअलि प्रब्लम थियो, त्यो पनि लगभग टुङ्ग्याएर अहिले तपाईँको आउनुभन्दा अगाडि मैले टुङ्ग्याएर आइसकेँ, त्यही सोध्नुहुन्छ भनेर। हुन त अब नेपाली खेलकुदका विगत राम्रो छैन होइन, र नेपाली खेलकुदका अझ भनौँ प्रशासकीय निकायका व्यक्तिहरू अर्थात् राजनीतिक कर्मीहरूले जति हिजोका दिनमा नेपाली खेलकुदलाई अलिकति फोहोरी खेल खेल्ने ठाउँ बनाइदिँदाखेरि अहिलेकाहरूलाई गाह्रो भयो भनेर हामीले सुनिरहेका छौँ होइन। जस्तै अब खेलाडीहरू आफै आएर म एसियन गेम जान पाऊँ भनेर निबन्धन आउने, कोचहरू आफै आएर म एसियन गेममा जान पाऊँ भनेर कोचहरू आउने। भनौँ न एउटा खेलाडी तहमा त्यो राजनीतिक विकृति आइसकेको जस्तो चाहिँ देखिन्छ होइन। अब यसलाई समाधानतिर जाउँ न। अब के तपाईँले नजिकबाट देख्नुभयो, कसरी यस्तो यो प्रब्लमहरूलाई चाहिँ एकदम दीर्घकालीन समाधान चाहिँ कसरी गर्न सकिन्छ सरजी? अब मैले त त्यो सुन्न त धेरै सुने हो, त्यो खालको मलाई पनि बनाउन खोजेकै हो होइन। तर त्योभन्दा म सुरुमै साथीहरूलाई अलग छु भनिसकेको थिएँ मैले। खेलभित्र त एउटा हुन्छ होइन, स्पोर्ट पोलिटिक्स भनेको छुट्टै चिज हो, त्यो डेभलपमेन्टको विषयमा हो, त्यो अरू चिजको विषयमा हो होइन। जस्तै स्पोर्ट डिप्लोमेसी भने जस्तै स्पोर्ट पोलिटिक्स पनि हुन्छ, त्यो अर्कै विषय हो, त्यो पोजिटिभ सेन्स पनि हो। तर यहाँ जुन फोहोरको कुरो ल्याउनु के को कुरो ल्याउनु हो, त्यो अब तितो अनुभव पनि सुनाउनु भयो, सुनि पनि सकेका छौँ। मैले अघि पनि क्लियर गरिरहेको छु, यो विषयमा यसपालि त्यस्तो मलाई सरकारको तर्फबाट एकदम प्रेसर यो गर्नै पर्ने, यो नगरी नहुने भन्ने कुनै छैन। अहिलेसम्म मलाई प्रेसरै त्यस्तो फिलै भएको छैन। अब सरसल्लाह गर्ने अब आफूभन्दा अब भनौँ न क्याबिनेट मिनिस्टर हो, मन्त्रीजी हो, सचिवजी हो, केही विषयहरू म आफू पनि छलफल गर्छु। फेरि अरू मेरो एउटा के बानी छ, आफूभन्दा सिनियरलाई चाहिँ मैले गरेको अल एक्टिभिटी उहाँलाई चाहिने जति सबै कुरो मैले उहाँले सोधे पनि नसोधे पनि म सेयर गर्छु। धेरै अगाडिदेखि यो अब काम गर्ने तरिका अर्थ त्यो तरिका अनुसार म चाहिँ सेयरिङ चाहिँ गर्छु। अब गरेको निर्णय पनि म यस्तो यस्तो गरिसकेँ, यो बाँकी छ, यो के गर्ने भन्ने त्यो सोध्छु म होइन। त्यसले गर्दाखेरि मलाई त्यस्तो प्रेसर फिल चाहिँ भएको छैन यसपालि, सहजै ल्याएछ। साथीहरू कतिजना भन्नुहुन्छ यसपालि तपाईँले एकदमै टुङ्ग्याइहाल्नु भएको छ तुरुन्तै भनेर होइन। तुरुन्तै त के होला, भित्र अलिकति बढी नै एक्सर्साइज गरेको छु, गराउन लाएको छु। तर पनि बाहिर चाहिँ अब त सरकारको तर्फबाट दबाब चाहिँ मलाई केही छैन, त्यो क्लियर गरेँ। एकदमै राम्रो समाचार भयो। विगतको यो बिटरनेस यदि यसरी समाधान हुन्छ भने त्यो निकै नै राम्रो समाचार भयो हामी सबै खेलकुद क्षेत्रमा लागेकाहरूको लागि। यसपालि नि जस्तै मैले अघि कोट्याएँ कि लास्ट 19 एसियन गेम्समा 253 खेलाडी थियो, प्लस गरेर धेरै नै सहभागिता थियो। यसपालि हामीले सहभागिताको सङ्ख्या घटाइरहेछौँ होइन, उद्देश्य मेडल होइन त। यसपालि मेडलको सम्भावना चाहिँ के छ र सहभागिता कम तर मेडलको सम्भावना कसरी सम्भव हुन्छ? अब यो जितेर ल्याउने चिज हो, अरूलाई प्रतिस्पर्धा गरेर ल्याउने चिज हो। अब त्यो चाहिँ यति चाहिँ ल्याउने उति चाहिँ ल्याउने एउटा ठिक छ, एउटा टार्गेट चाहिँ फिक्स गरेर 11 भयो भने के गर्ने, 12 भयो भने के गर्ने, भोलि 5 भयो भने के गर्ने। त्यसले गर्दाखेरि मलाई त्यो विषयमा ट्याक्कै यति भन्न नलाउनु होइन। टार्गेट जुन छ सरकारको टार्गेट, त्यो लक्ष्य पुरा गर्नलाई चाहिँ म लागिरहेको छु। र अघि हाम्रो अध्यक्षले पनि क्लियर गर्नुभएको छ, कुरो उठिरहेछ। यो म प्रश्न पनि पार्न चाहन्छु। यसपालि एयरपोर्टमा गएर विवाद गर्ने, यहाँ
जानुपर्ने स्विमिङको जाने बक्सिङको त्यो जुन छ नि त्यो कोच र त्यो म्यानेजर यस्ता विषयहरू हाम्रो तर्फबाट केही छैन, सबै मैले क्लियर गरिसकेको छु। आफै बसेर मैले गराएको छु, त्यो समस्याहरू रहन्न यसपालि। जो जहाँ जानुपर्ने जसरी जानुपर्ने त्यसरी नै जान्छन् होइन, त्यो एउटा विषय। अर्को विषय अघि पनि आइरहेछ होइन कुराहरू। अब यसपालि सरकारको प्रभाव दबाब छैन। दबाब मलाई के छ भने त्यहाँ चाहिँ गल्ती हुनु भएन, त्यो चाहिँ दबाब छ होइन, त्यो चाहिँ दबाब हो मलाई होइन। त्यहाँ चाहिँ अप्ठ्यारो हुनु भएन, त्यो दबाब हो मलाई होइन। त्यहाँ चाहिँ सुशासन कायम हुन्छ, नीतिगत कुराहरू हुनुपर्छ, त्यो चाहिँ दबाब हो। र अरू विषय चाहिँ मलाई सरकारतर्फबाट कुनै दबाब छैन, त्यो पनि क्लियर गरेँ मैले। मेडलको सङ्ख्याको चाहिँ यति र उति म यहाँ चाहिँ बोल्न सक्ने अवस्था पनि होइन, बोल्नु पनि मैले चाहन्न होइन। र अर्को कुरो उठाउनु भएको थियो ओलम्पिक कमिटी र सरकार अथवा राखेपको रिलेसनको बिचमा अहिले हामीले हाम्रो छलफल पनि भइसकेको छ। हामी एउटा निर्णय भएर गएको छु, जो उहाँहरूले कार्यान्वयन गर्नुहुन्छ। अरू विषयमा अब अहिले दोस्रो चरण एकचोटि हामी फेरि बस्ने लगभग छलफल गरिरहेको छ, यसलाई कसरी लिएर जाने होइन। त्यस्तो यो एसियन गेमको सन्दर्भमा डिफ्रेन्सिएस कायम चाहिँ हुँदैन। मैले आफूभन्दा हायर अथोरिटीहरूमा योभन्दा पहिले जो यो यसको भनौँ न एग्नेस्टमा लागिरहेका साथीहरू पनि मसँग आउनुभयो, कुरा गर्नुभयो। मैले भनिदिएको छु एसियन गेमसम्म यो विषयहरू म कुनै पनि उठाउन चाहन्न र म बोल्न पनि चाहन्न, अहिले पनि बोल्दिनँ म होइन। रिलेसनसिपको विषय यो हामी जाँदैछौँ पूर्व, अनि यहाँ घरमा झगडा गरेर के गर्ने होइन। त्यो जाने पूर्व हो भने पूर्व नै जाने हो, त्यसपछि त्यहाँबाट आएपछि फेरि के गर्ने हो त्यसपछि गरौँला। अहिले त्यो विषय केही पनि हुन्न। अहिले एकदम अध्यक्षजी अहिले म सँगै बसेको पनि छु त्यहाँ होइन। र छलफल भइरहेछ होइन। अहिले हामी दुईजनाले हेर्दाखेरि तपाईँहरूले हाम्रो पर्सनल केही पनि छैन, इन्स्टिट्युसनल पनि अहिले केही समय यो विषयहरूमा कुनै पनि छल त्यसपछि अरू कुरोहरू गर्दै गरौँला, म त्यो पनि क्लियर गरिदिएँ। धन्यवाद। एकदमै यो विशेष गरी चाहिँ नेपाली खेलाडी जो अहिले एसियन गेम्समा भाग लिँदै हुनुहुन्छ उहाँहरूको लागि एकदमै गुड न्युज के हो भन्दाखेरि यसपालिको एसियन गेममा तपाईँहरू एकदम फ्रिली ट्रेनिङ गर्नुहोस्, मेडलमा फोकस हुनु। मेडलमा नि अब हामीले यस्तो हिसाब लगाएको होइन, खेलाडीहरूको नाम हेर्दाखेरि अब एरिकाले भर्खरै एसियन गेम्सको त अब वान अफ द बेस्ट कन्टेन्डर हो, उहाँको चाहिँ अब स्वर्ण पदकै आश गरिएको छ। एउटा हामीले देख्यौँ चन्द्र थापा बक्सिङ जसले चाहिँ अब वर्ल्ड लेभलमै ब्रोन्ज लेभल जित्यो, र महिला कबड्डी पनि लास्ट एसियन गेम्सले गर्दाखेरि यसपालि पनि होप भनेर देखिन्छ। अरू के तपाईँले धेरै नजिकबाट भिजेको हुनाले मैले यो प्रश्न हुन त तपाईँले खेलाडीको नाम नसोध्नु भन्नुभयो, आशा गर्ने ठाउँहरू छ सरस्वतीज्यू मेडल थप विगतभन्दा राम्रो होला होइन। पशुपतिनाथको कृपाले विगतभन्दा राम्रो हुन्छ, त्यति चाहिँ बोलेँ मैले होइन। अब यी सबै जाने मान्छे हामीले पठाउने मान्छे क्वालिफाइड भएरै आएछ र अघि हाम्रो अध्यक्षले भने जस्तो पहिला जस्तो राम हरि श्याम लिस्ट पठाएको छैन, क्वालिफाइङ खेल्नु भएको छ, ऱ्याङ्क छ उहाँहरूको। त्यो हिसाबले उहाँहरू अलि विगतको भन्दा अलिकति बढी, त्यसपछि विगतभन्दा पनि अहिले प्रशिक्षण लामो र इन्टरनेसनल भिजिट, इन्टरनेसनल एक्सपोजरको कारणले गर्दाखेरि र सङ्घहरू स्वयं अहिले पुरै तात्नु भएको छ उहाँहरू होइन। म जति ताते त्यति नै तताएको छु उहाँहरूलाई पनि, र उहाँहरूलाई प्रत्येक अब हप्तामा एकचोटि हामी बसेर छलफल गर्छौँ यही विषयहरू। त्यसले गर्दाखेरि विगतभन्दा राम्रो हुन्छ भने एकदमै आशा राखेको छु। यति उति मैले सङ्ख्या त भनिसकेँ मैले होइन, क्वालिटी कुरो गरिसकेँ मैले होइन। लगानी थोरै भए पनि सदुपयोग हुने ठाउँमा गर्छौँ हामी होइन। त्यसले गर्दाखेरि सबै हाम्रो लागि बराबर, एरिका जस्तै सबैले राम्रो गरोस् चाहना शुभकामना छ होइन। सबै हाम्रो खेलाडी हो, जसले जुन छ अब कहिलेकाहीँ त नसोचेको ठाउँबाट पनि आउन सक्छ होइन, नसोचेको ठाउँबाट पनि आउन सक्छ होइन, कहिले सोचेको ठाउँमा पनि नहुन सक्छ। यस्तै हो कि यो, त्यो एकदमै तपाईँको त्यहाँ जबसम्म त्यो क्लियर हुँदैन त्यहाँ तबसम्म केही भन्न सकिँदैन। उताबाट आउँदाखेरि बरु त्यहाँ भनौँला एयरपोर्टमा के हुन्छ। नेपाली खेलकुदमा यो नेपाली खेलकुदको विवाद तपाईँले भन्नुभयो कि व्यक्ति होइन एउटा सिस्टममा जाउँ भनेर भन्नुभयो नि। सरस्वतीले खेलकुदलाई एकदमै नजिकबाट निहाल्नु भएको हुनाले यो ओलम्पिक कमिटी, यो राष्ट्रिय खेलकुद परिषद अथवा राष्ट्रिय सङ्घहरू सबैभन्दा बढी पीडित दुईटै साइडबाट होइन, दुईवटा चाहिँ सङ्घहरू बनिदिन्छ, सङ्घहरूलाई पनि गाह्रो छ। कहाँनिर के लुप होलहरू छ, यही नै चेन्ज गर्नुपर्ने विषय छ कि किन सधैँ यस्तो चाहिँ प्रब्लम भइरहने नेपाली खेलकुदमा? सरस्वती यसको तपाईँले पक्कै पनि त्यो समस्या देख्नु भयो होला, के समस्या छ जसलाई चाहिँ समाधान गर्नको लागि केही नयाँ कामहरू गर्नै पर्छ? मभन्दा धेरै यहाँ अनुभवी, मेरो भनौँ न 46 वर्ष उमेर 47 छ, अब यो 46 वर्ष लागेका
खेल सङ्घमा लागेका खेलमा लागेका व्यक्तित्व महानुभावहरू यहाँ हुनुहुन्छ होइन। मेरो भनेको अब 6-7 महिना मन्त्रालयको 7 महिना आज यताको लगभग 14 महिना मात्रै हो खेल क्षेत्र गर्नुभयो। तर म एउटा एडमिनिस्ट्रेटिभ भएको नाताले होइन केही समस्याहरू पक्कै छन्। अब त्यो समस्याहरूलाई जबसम्म समाधान तपाईँले उठाए जस्तै खेल सङ्घहरू बिचको समस्या छ है, त्यो समस्या अहिले पेचिलो भएरै गएको छ। यसलाई अहिले मैले एउटा बोरामा राखेर सिलाइ गरेर एसियन गेममा पठाएको मात्रै हो होइन। यो खुल्छ, कुनै दिन खोल्नै पर्ने छ, बुझ्नुभयो नि। एक ठाउँमा राखेर सिलाइ गरिदिएछ, डम्प गरिदिएछ त्यसलाई। यो विषयमा कसैले क्वेसन नउठाउनेले होइन। अब केही विषयहरू राइटका विषयहरू होइन, ओलम्पिक कमिटी अरू जस्ता कमिटीहरू छ होइन, त्यो बिचमा सरकार बिचमा कसरी यी विषयहरू आउँदो रहेछ भने यी सबैलाई निहाल्दै जाँदाखेरि अहिले एउटा नयाँ एक्ट अथवा खेलकुद ऐनको आवश्यक भइसक्यो। खेलकुद ऐनको आवश्यक भइसक्यो। त्यो खेलकुद ऐन र नियमावली जबसम्म परिवर्तन हुँदैन तबसम्म यो जोसुकै आए पनि म आए पनि उही तत्काललाई थमाउने मात्रै हो होइन, समाधान चाहिँ दिन सक्दैन। किनभने कानुन त्यस्तै छ नि त। आज यो काम गर्नु हुँदैन मलाई थाहा छ, तर त्यो कानुनले त्यो के गरिरहेछ भने त्यो बाटो जान देखाइरहेछ। अब तत्कालीन अवस्थामा त्यो ऐन फिट थियो, अहिले त्यो ऐन संशोधन गर्ने, परिमार्जन गर्ने र सके नयाँ नै बनाएर जान सक्यो भने यसका धेरै चिजहरू समाधान हुन्छ र नभए यी प्रब्लमहरू बिचमा खेलकुद अल्मलिरहने अवस्था छ यहाँ होइन। नेपालमा मेरो यो 14 महिनाको अनुभव, अब यहाँ धेरै लामो साथीहरू बस्नु भएको छ अब होइन, एकदमै अनुभवी व्यक्तित्व बस्नु भएको छ र मलाई लाग्छ सरकारको नीति, सरकारको डाइरेक्सन अहिले चाहिँ केही समयपछि हामी यसमा प्रवेश गर्छौँ। ऐन संशोधनको विषयमा कुराकानी उठिरहेछ होइन। केही नेपालको केही ऐन संशोधन हुने बित्तिकै यो ऐन चाहिँ जाने लगभग तर्खरमा छ होइन। र अलिकति होमवर्क चाहिँ अब यसपछि अब यो बिचको समय हामी गर्छौँ, यहाँहरूसँग छलफल पनि गर्छौँ, सरकारवालाहरू छलफल गर्छौँ होइन। पहिलाको भन्दा पनि अहिले अलिकति हामी त्यसलाई छलफल गरेर लान्छौँ, कहाँ के आवश्यक छ, ग्याप छ, कति लस कति गेन छँदैछ आफ्नो ठाउँमा, नयाँ ऐन नआइकन थाहा हुँदैन। थ्याङ्क यू। भनेपछि अहिले एक फोरम ओपन गर्न चाहन्छु साथीहरू एसियन गेमसँग सम्बन्धित रहेर हाम्रो सदस्य सचिवज्यू र ओलम्पिक कमिटी अध्यक्षज्यूलाई के प्रश्न छ भने राखिदिनु हुन अनुरोध गर्छु। हामी कार्यक्रम लगभग अन्ततिर पनि आइसकेका छौँ। प्रश्न जति तपाईँले राखिदिइसक्नु भएको चाहिँ के बाँकी छ अरे? छन् प्रकाशजीले भन्दै हुनुहुन्छ। आवाज सुनिएको छ मेरो? नमस्कार सबैजनालाई। अब यो चाहिँ प्रश्न अलिअलि सुझाव अलिअलि जस्तो पनि होला, अन्यथा नलिनु होला। एसियन गेम ओलम्पिक कमिटी परिषदसँग जोडिएकै कुरा भएर यो सन्दर्भ फेरि मिल्ला नमिल्ला, एसियन गेमभन्दा अगाडिको सन्दर्भ पऱ्यो, पछाडि अर्कै कुर्सीमा बस्नु होला, अर्कै ठाउँमा बस्नु होला, फेरि समस्या होला भनेर हामीले चर्चा चाहिँ धेरै गऱ्यौँ। कि अपेक्षा पनि छ, सरकारले पनि अपेक्षा गरेको छ, ओलम्पिक कमिटीले पनि अपेक्षा गर्ने नै भइहाल्यो। किनभने पदक आयो भने त ओलम्पिक कमिटीलाई पनि त त्यसको जस्तो पक्कै पनि गइहाल्छ, खेलाडीलाई सङ्घलाई सबैलाई जाने कुरा स्वाभाविक भइहाल्यो। अब यहाँ सुन्दाखेरि एकदम राम्रो लाग्छ कि सबै कुराहरू सुन्दा एकदम सौहार्द पनि लाग्ने, तर यो सौहार्द चाहिँ छैन। पछिल्लो 1 वर्ष हेर्ने भने राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीको सौहार्द हामीले देखाएको छैनौँ। यहाँ हुने सबै यो भुक्तभोगी हुनुहुन्छ। अब यहाँ कतिले भन्ने कतिले नभन्ने भन्ने कुरा मात्रै हो। नयाँ सदस्य सचिवज्यू आउनु भएको भएर तपाईँलाई यो विषयमा धेरै चासो नगर्नु भएको भएर या अहिले यो सन्दर्भ यो सबै होइन भन्ने हिसाबले सकेसम्म बचेर कुरा गर्न कोसिस गर्नुभयो तपाईँले, त्यो ठिकै छ। तर हरेकपल्ट नेपाली खेलकुदले एउटा सफर गरिरहेको कुरा हो। यो यसको समाधान तपाईँले यदि गर्नु भएन, नयाँ सरकार आएको छ, नयाँ तरिकाले तपाईँहरू जानुभयो र अन्तर्राष्ट्रिय मान्यतालाई पनि तपाईँले मान्नै पर्ने हुन्छ र देशको कुरालाई पनि ओलम्पिक कमिटीले काहीँ न काहीँ मान्नुपर्छ, मिडल पोइन्टमा आउनै पर्छ भन्ने कुरा हामी सबैलाई जानकारी छ। तर अब यसको बिरालोको घन्टीमा कसले चाहिँ के अरे बिरालोको घाँटीमा घन्टी कसले झुनाउने भन्ने मात्रै कुरा मुख्य रह्यो। अब पुरानो सदस्य सचिव अहिलेको ओलम्पिक कमिटीको अध्यक्ष भएको नाताले उहाँलाई पनि अलिकति बढी दायित्व त म देख्छु। तपाईँ सदस्य सचिव भएको बेलामा हामीले भिजन 2020 भन्ने पनि एउटा थियो त्यति बेला, अहिले मिसन 2026 भनेको छ। तपाईँ सदस्य सचिव हुँदाखेरि बहुत चाहिँ अपेक्षाका साथ ल्याइएको थियो। तपाईँले त्यति बेला भन्नुहुन्थ्यो एउटा जहाज, नेपाली खेलकुद भने एउटा जहाज हो, यो जहाज चाहिँ बिना कम्पास चाहिँ जहाज हिँडेको छ, कम्पास सहितको जहाज लिएर जानु पऱ्यो हामीले, त्यही भएर एउटा गन्तव्य चाहिन्छ त्यति बेला भन्नुहुन्थ्यो। त्यो भनेको मलाई लाग्छ 20 वर्ष अगाडिको कुरा हो। तर नेपाली खेलकुद यो 20 वर्षमा अहिले पनि त्यही नै छ। मैले यहाँनिर उठाउन खोजेको कुरा के भने खेलाडीप्रति, सङ्घप्रति हामीले सबैप्रति प्रेसर दिन्छौँ, दायित्व बढाइरहेका छौँ, स्वाभाविक हो। तर राष्ट्रिय खेलकुद परिषद र ओलम्पिकले पनि त्यसमा केही इन्हान्स गर्न सक्ने कुरा चाहिँ हामीले सबैभन्दा टेक्निकल म्यान पावरतिर हाम्रो ध्यान गएकै छैन।
प्रशिक्षकहरूतिर हाम्रो ध्यान गएकै छैन। प्रशिक्षक तपाईँले यदि नयाँ राम्रो ल्याउन सक्नु भएन भने भोलि खेलाडी आउने सम्भावना कम छ। त्यतातिर चाहिँ ओलम्पिक कमिटीले पनि केही गर्न सक्ने, परिषदले पनि त्यसको केही इनिसिएसन लिने हो भने पो हामी अर्को वर्ष चर्चा गर्दाखेरि चाहिँ हाम्रो खेलाडीहरू राम्रो तयार पार्न सक्थ्यो होला। यही संरचना, यही तरिका, यही तौर तरिकाबाट गइरहेको छौँ। अनि रिजल्ट चाहिँ हामीलाई के चाहिएको छ भने 10वटा मेडल चाहिएको छ, एउटा गोल्ड मेडल पनि चाहिएको छ, एउटाले मात्रै पुगेको छैन। फेरि भनेपछि हामी हिँड्ने बाटो चाहिँ सही बाटो हिँडिरहेको छैनौँ, तर हामीलाई गन्तव्य चाहिँ थाहा छ, मेडल चाहिँ चाहिन्छ, हिँड्ने बाटो के हो भन्ने थाहा छैन। त्यसमा ओलम्पिक कमिटीको पनि काहीँ न काहीँ कमजोरी हामी देख्छौँ र परिषदको त झन् बढी जिम्मेवारी नै छ। तपाईँहरूको किता चाहिँ एउटै किता होस् भन्ने हामी सबैको अपेक्षा हो खेलकुदमा हुनेको। तर किता चाहिँ कहिले फरक हुन्छ भने पूर्व अध्यक्षज्यूले देखाउनु भएको किता पनि हामीलाई थाहा छ, अब तपाईँ सदस्य सचिव हुँदाखेरि पनि हामीलाई थाहा छ। यो इतिहास हामीले भनिराख्नु पर्दैन। त्यही भएर यहाँ भनौँ यो यहाँ चाहिँ सौहार्दपूर्ण हुने, फर्केर आएपछि अर्कै हुने हो भने चाहिँ फेरि पनि खेलकुदले दुःख पाउने कुरा हो भन्ने मलाई लाग्छ। अब यो मेरो प्रश्न भयो कि सुझाव भयो, तपाईँहरूले मनन गर्नुहोस्। धन्यवाद। अरू कोही हुनुहुन्छ? ओके, यहाँ हाम्रो नेगीजी, पाण्डेजी प्लिज। यसो भन्नु न, प्रकाशजीकोलाई अलिक एउटा यसो भनिहालौँ जस्तो लाग्यो, अनि एउटा जाँदा सहिलो होला। अब हाम्रो सदस्यजीलाई त्यसको विषयमा केही छ भने उहाँले पनि भन्नुहुन्छ। मैले त अरू केही भन्नु खोजेँ होइन, यो राम्रो सुझाव हो, त्यसको लागि विशेष धन्यवाद दिन चाहिँ मैले चाहिँ नि। अर्को, अब घन्टिकले झुन्डाउने भने हामी मिलेरै झुन्डाउनु पर्छ, अरू कोही आएर झुन्डाउँदैन, हामी मिलेरै झुन्डाउनु पर्छ। यहाँ अर्को तेस्रो व्यक्ति आएर कसैले झुन्डाउनु पनि सक्दैन, झुन्डाएर पनि हुँदैन। पाण्डेजी एकछिन, सरस्वतीले के भन्नु हुन्छ? मैले बोल्ने पनि त्यही थियो होइन। अब यो यतिखेर मैले पहिलो भेट्दा पनि उहाँलाई त्यही भने हो। अब समस्या छ तपाईँले भने जस्तै। अब त्यो समस्यालाई मैले धेरैको हेरै चस्मा माइक्रोस्कोप लाउन थाल्यो भने केही हुँदैन अहिले होइन। त्यसैले त्यसलाई अघि भनि बसेको मैले एउटा बोरामा हालेर सिलाइ गरेर राखिदिएको छ होइन। समस्या छ, समस्या हामी बुझेका छौँ। त्यसकै लागि सबैभन्दा पहिले ऐनबाट जानुपर्ने छ, कानुनबाट जानुपर्ने छ। मान्छेलाई अहिले त कसैलाई तिमी छोड भन्न छोड्न सक्दैन, आइज भने पनि ल्याउन सकिन्न त्यसलाई होइन। कानुनले जे गर्छ, कानुनको छलफल भएर कानुनबाट ल्याएर त्यसलाई समाधान गर्ने। यो समाधान भएन भने 20 वर्ष भएको कुरो त्यही हो। अहिले अबको यही ऐन हो भने 20 वर्षपछि पनि यही नै हो। त्यसले गर्दाखेरि परिवर्तन गर्नुपर्ने छ त्यहाँ होइन। अब ठ्याक्कै भनिसकेँ मैले नि त, अघि एयरपोर्टको कुरो गरेर छौँ, उताबाट आउँदाखेरि हामी दुईजनालाई राखेर सोध्नु, त्यसपछि हामीले 20 दिन त्यहाँ बस्दाखेरि सोल्युसन खोज्छौँ नि त। एसियन गेममा त अब सेभ द मिसन त सरस्वतीमै हुने चलन छ क्या अहिलेसम्म होइन। पाण्डेजी नमस्ते, म विनोद पाण्डे कान्तिपुरबाट। अघि यहाँ कुरा गरिरहँदाखेरि मलाई चाहिँ फिल भएको चाहिँ के हो भने तपाईँहरूले पर्टिकुलर नाम लिएर यसले गोल्ड मेडल ल्याउँछ भन्दाखेरि त्यो खेलाडीलाई कतिको प्रेसर पर्छ, कुन हिसाबमा गइरहेको छ भन्ने सोच्नु भएको छ। किनभने अघि नै एरिका गुरुङले सुरुमै भन्नुभएको थियो त्यो हार्स रियालिटी हो, सबैले चाहिँ मेडल तिमीले जित्नुपर्छ भन्दाखेरि चाहिँ त्यो अनावश्यक प्रेसर भएन जस्तो लाग्यो मलाई। यो यहाँले जुन कुरा उठाउनु भयो, अब हामीले कुन कन्टेक्स्टमा कुरा गरेका छौँ भन्ने कुरा मलाई लाग्छ त्यो महत्त्वपूर्ण विषय हुन्छ। हामीले बेसलेस कुरा गरेको होइन, यो हाम्रो गौरवको विषय हो। एरिका माथिको प्रेसर पनि होइन, उसको अब लक्ष्य भनेको उसले, किन सिल्भर त अलरेडी उसले चाहिँ नि जितिसक्यो, अहिले ओल्ड च्याम्पियनसिपमा पनि उसले चाहिँ नि जितिसक्यो भनेपछि उसको लक्ष्य नै त्यसैमा छ। र हामी फेरि मैले यसो भन्दा प्रेसर पर्न सक्छ भन्ने कुरा अब एक हिसाबले इन जेनरली कतिपय खेलाडीहरूको कन्टेक्स्टमा यो कुराहरू साइकोलोजिकल्ली त्यो कुरा केही आकर्षित हुन सक्ला, तर एरिकाको विषयमा त्यो मेन्टल प्रेसरको कुरा हुँदैन। उसले त्यो लक्ष्य नै उसले त्यही बनाएर हिँडेछ, अब त्योभन्दा उसको तलको त लक्ष्यै होइन। त्यसमा यो एउटा गौरवको उसले अझ मलाई लाग्छ उसलाई ऊर्जै थप्छ भन्ने लाग्छ है मैले हेर्दाखेरि। कविराज नेगीजी प्लिज। हस्, नमस्ते, मेरो नाम कविराज नेगी लामा, पारा ताइक्वान्डो प्रशिक्षक। मैले सबै हेरेँ आज यो विश्व स्पोर्ट्स वर्ल्ड स्पोर्ट्स जर्नलिस्ट डेको सबै यस्तो अवसरमा हाम्रो सदस्यज्यू यहाँ देख्न पाएका छौँ, ओलम्पिक कमिटीको अध्यक्ष यहाँ देख्न पाएको छौँ, निरञ्जन दाइ यहाँ देख्न पाएको छौँ। यसरी देख्न सधैँ पाओस्, सधैँ चाहिँ अब हामीले चाहिँ सधैँ दुई फाग्ला नदेखोस्, सधैँ यसरी देख्न पाउँदा हामीलाई अझ नै हौसला लाग्छ हामी प्रशिक्षकहरूलाई। र त्यसै गरी अब अझै पनि हामी अब एसियन गेम आइरहेछ नजिकै, हाम्रो तयारी चाहिँ अब मिसन 26 भनेर जुन राखेको छ त्यसको लागि चाहिँ मुरी धन्यवाद दिन्छु म राष्ट्रिय खेल परिषद र राष्ट्रिय टिम तयारीलाई। विगत 3 वर्षदेखि
चाहिँ गरिरहेका छौँ र हाम्रो अझै पनि हाम्रो चाहिँ अब फुटबल अहिले विश्वकप भइरहेछ। फुटबलको सबैभन्दा ठुलो खेल भनेको फिफा वर्ल्ड कप हो। त्यहाँ सिनियर नेसनल टिम खेल्छ र सिनियर नेसनल टिम चाहिँ ओलम्पिक खेल्दैन। त्यसैले हरेक खेलहरूको चाहिँ बास्केटबल, भलिबल, टेबल टेनिस, लङ टेनिस, स्विमिङ, एथलेटिक्स, ताइक्वान्डो, बक्सिङ, जुडो, जेसुकै खेल होस् त्यसको सबैभन्दा ठुलो खेल भने ओलम्पिक हुन्छ। त्यसपछि ओलम्पिकपछि त्यसको खेलपछि चाहिँ एसियन गेम हुन्छ। त्यसपछि त्योभन्दा त्यसपछि अर्को खेल भनेको साउथ एसियन गेम हुन्छ। त्यसपछि सबभन्दा ठुलो खेल भनेको हाम्रो चाहिँ नेसनल गेम हुन्छ। हाम्रो नेसनल गेम तपाईँको चाहिँ 10औं राष्ट्रिय खेलकुद हामीले जुन चाहिँ 9औं राष्ट्रिय खेलकुद कविजी ठ्याक्कै प्रश्न गरिदिनुहोस् न, त्यो भने सजिलो होला नि। मैले प्रश्न यसमै म जोडिरहेको छु कि यो एउटा चाहिँ उहाँहरूले अझै पनि मल्टी स्पोर्ट्स इभेन्ट भनेको के हो भनेर चाहिँ सबैलाई थाहा छ, तर थाहा भए पनि चाहिँ कति कुरा चाहिँ त्यहाँ चाहिँ मिसाउन नसकेको अवस्था देखिरहेको छ कि हामीले 9औं राष्ट्रिय। किनभने मैले एसियन गेमको कुरामै यसमा सन्दर्भमा जोडिरहेको छु कि एसियन गेमको सकेको हाम्रो 19 एसियन गेम सकेको सेप्टेम्बर 2023 मा सकेको। अब हाम्रो खास भने पहिला हाम्रो के भने नेसनल गेम सकिएपछि त्यसपछि साउथ एसियन गेमको लागि प्रिपरेसन हुन्छ, त्यसपछि एसियन गेमको लागि प्रिपरेसन हुन्छ। हामीले मिसन 26 को लागि गऱ्यौँ, तर हाम्रो अहिलेसम्म एसियन गेम आइसक्यो नजाउँ 10औं राष्ट्रिय के अरे 20औं एसियन गेम आइसक्यो, तर हामीले 10औं राष्ट्रिय खेल्न नै पाएको छैन क्या। सबैभन्दा ठुलो चाहिँ आफ्नै देशको प्रतियोगितालाई राम्रो भयो भने हाम्रो देश नै सबैभन्दा राम्रो हुनेछ। र त्यसै गरी विश्वमा ओलम्पिक र पाराओलम्पिक एउटा चाहिँ समन्वय गरेर एउटा चाहिँ पार्टनर बनेर चाहिँ जहाँनिर ओलम्पिक हुन्छ, एसियन गेम्स सबै हुन्छ। तर अहिलेसम्म पनि मैले जोडिरहेको छु। एसियन गेम्सको सँग सम्बन्धित प्रश्न छ भने सोध्नु होला। अब सायद उहाँले 10औं पनि जवाब दिनु खोज्नु भएको छ। एसियन गेम्सको तयारीको कुरा गर्नु भयो नि तपाईँले? एसियन गेमको यो एसियन गेमको तयारी, ओके। एसियन गेमको तयारी भनेकै 10औं राष्ट्रिय खेलकुदकोले नै त्यसले चाहिँ निर्धारण नयाँ नयाँ खेलाडीहरू चाहिँ आफ्नो कीर्तिमान गरेर आउने कुरा थियो नि त। त्यसैले त्यो नआएको देख्दाखेरि मलाई साह्रै दुःख लाग्छ। र अब यहाँनिर सबै हेऱ्यो हामीले अब 20 एसियन गेमको देख्यो, तर पारको कति बजेट छ, कति के छ त्यसको कुरा पनि निक्लेन। विश्वमा चाहिँ ओलम्पिक र पाराओलम्पिक एउटा एमओयू भएर चाहिँ एसियन गेम जाने हुन्छ, त्यहाँनिर 15 दिनपछि पारा एसियन गेम हुन्छ, ओलम्पिक जाने हुन्छ, त्यहाँनिर पारा ओलम्पिक हुन्छ भने यहाँ हाम्रो चाहिँ अहिलेसम्म पनि एउटा छुट्टो एकछिन है, मैले तपाईँ प्रश्न मैले राख्दिएँ ल। अब एसियन गेमको तयारी त अलमोस्ट तपाईँले भनिहाल्नुभयो, पाराको चाहिँ अलिकति उहाँलाई सोध्नु खोज्नु भएको छ। कविरजीलाई मैले सबै उराएँ त कुरो। उहाँको प्रश्न लामो भयो भने 3टा कोणमा छ उहाँको प्रश्न। पहिलो भनेको 10औं किन भएन, 10औं खेलेको भए आज विश्वमा जान पाइन्छ कि भन्ने। अब यो यहाँले के भन्यो त्यो पहिलेको ट्रेन्ड थियो। अहिले 10औं खेलेर पनि जति क्वालिफाई भए पनि यहाँको अर्को क्वालिफाइङ खेल्नुपर्ने छ, त्यसले गर्दाखेरि त्योसँग त्यति धेरै जोडिरहनु पर्न आवश्यक देखिएन। तर पनि 10औंको चाहिँ यो वर्ष हुने सुनिश्चित भइसकेको छ। यो आउँदो हाम्रो यो कमिटीको बोर्ड बैठक छ, परिषदको बैठक छ, त्यो परिषदको बैठकले डेट निर्धारण गर्छ र त्यो लगभग एकदमै छिटै यो आर्थिक वर्षको अन्त्य भएकोले हामीले बस्न सकेका छैनौँ। किनभने मेम्बरहरू अब उसको प्रदेशको पनि मेम्बर सेक्रेटरीहरू आउने भएकोले यो पहिलो हप्तादेखि दोस्रो हप्तामा हामी यसको डेट निर्धारण गर्छौँ र यसपालि हुने गरी डेट निर्धारण हुन्छ है, हुने गरी डेट निर्धारण हुन्छ, नहुने गरी हुँदैन। किनभने यो मैले टार्गेट फिक्स गर्दाखेरि अर्थ मन्त्रालयमा त्यो हाम्रो त्यो प्रगतिहरू राख्दाखेरि त्यो मैले फिक्स गरिसकेको छु कहिले हुने। अब म कमिटीको बैठक नभएन भनिनँ, यसकै लगतै एसियनको लगतै हुन्छ एउटा त्यो। अर्को पाराको विषय पनि उहाँले जोड्नु भएको छ, पाराओलम्पिकको पनि त्यसको लागि पनि हामीले बजेट विनियोजन गरेका छौँ। लगभग खेलाडीहरू पनि अन्तिम नामावली पनि त्यहाँ पनि फाइनल गर्दैछौँ। एक हिसाबले फाइनल पनि भइसकेको छ होइन। 30 सबै मिलाएर 35-36 को एराउन्डमा हामी बसिरहेका छौँ। त्यो पनि सङ्ख्या चाहिँ भने नाम चाहिँ मैले भनिनँ होइन। अर्को भनेको तपाईँको जोडिएको प्रश्न भनेको यही 2टा मेन कन्सर्नको विषय रह्यो र त्यसपछि उताबाट 10औं भएपछि तुरुन्तै लगतै प्रथम पारा नेसनल गेम पनि हुन्छ। त्यसको पनि 3.5 करोड बजेट विनियोजन भइसकेको छ। त्यो 10औं राष्ट्रिय गेम सक्ने बित्तिकै त्यसको 15 दिनभित्र प्रथम पारा पनि हुन्छ, त्यसको पनि फिक्स गर्छौँ हामी अब आउँदो उसको परिषदको बैठकबाट। धन्यवाद, थ्याङ्क यू भेरी मच।
केही मैले हात उठेको देखिनँ। यदि प्रश्न फ्लोरमा हाम्रो लेखीजी माइकमा बोल्नुहोस् न, यहाँसम्म आवाज नपुग्ला कि। नमस्ते, म प्रदीप लेखी neplex.com-बाट। हाम्रो तत्कालीन सदस्य सचिवज्यूको पालामा टङ्कलाल घिसिङको पालामा एसियन गेम समापन हुने बित्तिकै स्वर्ण पदक सहित दोहोरो अङ्कमा पदक ल्याउने जुन अठोटका साथ ट्रेनिङ सुरु गरियो लगत्तै, र अहिले त्यति बेला एकदमै तामझामका साथ सुरु गरिएको ट्रेनिङ केही 5वटा जति खेललाई एउटा छनौटमा राखेर, केही खेलाडीहरूलाई छनौटमा राखेर सुरु गरिएको खेल त्यसपछि निरन्तरता पायो कि पाएन, र त्यो निरन्तरता कस्तो पायो, र त्यो सफिसियन्ट छ कि छैन एउटा पदकको लागि। अहिले जुन हामीले पदकको सपना देखिरहेछौँ, वास्तविकमा त्यो पदक आउन सक्छ या सक्दैन, कि पुरानै फेरि रोग पुरानै जतिवटा आए पनि हुन्छ, हामी टार्गेटै नराखेको एउटा बाटोमा हिँड्यो भने जति आए पनि ठिकै छ भनेर हिँड्यो भने के हामी सधैँभरि यत्तिकै रहने? एसियन लेभलमा हामी सधैँभरि पछाडि रहने? हामी पनि एउटा टार्गेट बोकेर अगाडि हिँड्नुपर्छ र लगानी गर्नुपर्छ भन्ने जस्तो लाग्थ्यो। तर सहसचिवज्यूले जति आए पनि म सङ्ख्या चाहिँ भन्न सक्दिनँ। हामी त वास्तविकमा टार्गेट लिएर अगाडि बढ्नुपर्ने होइन र, किनभने राज्यको लगानी त छ नि, त्यसमा लागिरहेछ, खेलाडीको सपना छ, त्यसलाई हामी कहिले समाधान गर्नेतिर लाग्ने, यति भन्ने सर। उहाँले उठाएको कुरो मैले अघि पनि भनेको थिएँ। हाम्रो अब योभन्दा अगाडि राज्यले फिक्स गरेको छ होइन, डबल डिजिट फिक्स गरेपछि अब मैले ट्रिपल गर्न मिल्दैन त्यहाँ होइन। त्यो डबल भनेको डबलमै लक्ष्य हो होइन, त्यो डबल भनेको हाम्रो लक्ष्य हो। त्यसमा कति पाउँछौँ भन्दाखेरि पनि मैले के भने पहिलाको भन्दा बढ्ने त्यति चाहिँ, अब कतिले बढ्ने त्यो अर्को पाटो भयो। त्यसले गर्दाखेरि अब हामी सरकार भएको उसमा तहबाट कुरा गर्दाखेरि यी कुराहरूलाई एकदमै चाहिँ ऊ नोटिसमा हुन्छ। त्यसले गर्दाखेरि भोलि यहाँ 20 बनाउला, त्यहाँ 25 आयो भने फेरि एयरपोर्टमा के हुन्छ, त्यहाँ लफडा हुन्छ नि त होइन। त्यसले गर्दाखेरि डबल नै टार्गेट हो अहिले। अब अर्को भनेको तयारीको विषयमा उठाउनु भएको एकदम राम्रो छ उहाँको प्रश्न। कि यो मभन्दा अगाडिको सदस्यज्यू टङ्कलाल घिसिङज्यूले तयारी जुन गर्नुभएको थियो त्यो म त अहिले 6 महिना भयो, त्यो बिचमा एकचोटि ग्याप भयो बजेट अभावको कारणले है। त्यो फेरि तत्काल त्यसको व्यवस्थापन गरी मैले सुरुवात गरेँ है। सुरुवात छैन, हाम्रो बन्द प्रशिक्षणहरू चलिरहेछ, पारासहितको चलिरहेछ। फेरि पारालाई पनि हामी इन्क्लुड गरिरहेछौँ 5-6वटा गेम। र योभन्दा पनि मैले अलिक फरक उसमा लगिसकेँ कि अब यसले चाहिँ मात्रै पुग्दैन, यसलाई अलिक बढी फोकस गर्नु पर्यो होइन। अब अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर, अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक र अन्तर्राष्ट्रिय स्तरमा उहाँले गएर सिक्नुपर्छ, खेल्नुपर्छ भन्ने हिसाबले पनि अघि कुरो आइसकेको छ। र त्यसको लागि राष्ट्रिय खेलकुद परिषद, सरकार, ओलम्पिक यो तीनटै हामी प्रयास गरिरहेछौँ र सरकारले त्यसको लागि बजेट पनि विनियोजन गरेको छ। र 15 गतेको मैले टाइम पनि दिएको थिएँ र 15 गतेभित्र अधिकांश छनौट भएका खेलाडीहरू विदेश चाहिँ खेल्नलाई जान्छ। धन्यवाद। के अरे वर्ल्ड स्पोर्ट्स जर्नलिस्ट डेको अवसरमा हामीले जुन आज एउटा चाहिँ रोड टु एसियन गेम्सको विषयमा कुरा उठायौँ र सदस्यज्यू र ओलम्पिक अध्यक्षले एकदमै सान्दर्भिक कुराहरू, एकदमै पोजिटिभ कुराहरू गर्नुभएको छ। म कार्यक्रमलाई समाप्त गर्न गइरहेको छु। अन्तमा सदस्यज्यूको र हाम्रो ओलम्पिक कमिटीको अध्यक्षको के भन्न बाँकी छ भने तपाईँहरूको लाइनबाट म अब कार्यक्रमलाई अन्त गर्छु। ओलम्पिक कमिटी अध्यक्षबाट सुरु गर्नु पर्ला। अब यति धेरै छलफल भइसक्यो, बाँकी त खासै छैन जस्तो लाग्यो अहिलेको सन्दर्भमा। तर पनि अब यो एउटा के हो भन्दाखेरि खेल भनेको पनि एउटा चाहिँ नि युद्ध नै हो। त्यसैले हाम्रा खेलाडीहरू भनेको अहिले चाहिँ नि युद्ध लड्न जाने हाम्रा चाहिँ नि सेनाहरू हुन्। हामी सबैको एउटा चाहिँ नि हाम्रा आन्तरिक रूपमा आफ्ना आफ्ना कुराहरू आफ्ना आफ्ना ठाउँमा हुन्छन्, यो घरेलु कुरा भए। तर हामी विदेशमा एउटा एसियन लेभलको एउटा चाहिँ नि युद्धमा जाँदैछौँ खेलको मैदानमा। त्यसो हुँदाखेरि हाम्रा खेलाडीहरूको उच्च मनोबल बनाउनुको लागि हामी सबै क्षेत्रबाट त्यो खालको एउटा वातावरण तयार गरौँ, सबैले त्यो सहयोगको चाहिँ नि भूमिका खेलौँ र पोजिटिभ कुराहरूलाई नै हामीले चाहिँ नि सबैले अगाडि बढाउँ भन्ने म अनुरोध गर्न चाहन्छु। अब दोस्रो, हामीले चाहिँ नि एयरपोर्टमा अघि हाम्रो सदस्यजीले भन्नुभयो एयरपोर्टमा हामी 2 जना बसेर भनिहाल्छौँ कति मेडल आयो भने फर्किने बेला
भन्नुभएको छ। तर त्यसको सँगै हाम्रो एउटा च्यालेन्जहरू नेपालको मात्र होइन धेरै देशका त्यस्ता हामी च्यालेन्जहरू देख्छौँ। यो खेलहरू हुने बेलामा विभिन्न खेलाडीहरू लिएर गयो, कोही चाहिँ नि अब बक्सिङका, कोही चाहिँ नि मैले उदाहरण मात्रै फेरि कसैलाई उ गरे होइन, कोही चाहिँ नि तपाईँको चाहिँ नि बास्केटबलका, कोही चाहिँ नि तपाईँको के कुन खेलका लिएर जाने, अन्तिममा चाहिँ नि खेलमा भाग लिने बेला म्याराथनमा भाग लिने होइन। यो म्याराथनमा भाग लिने कुराको एउटा चुनौती चाहिँ नि छ। अलि राम्रा देशहरूमा अलिकति चाहिँ नि जुन खालको एउटा मान्छेहरूले गन्तव्य बनाइरहेका देशहरूमा खेल हुँदाखेरि यो चुनौती चाहिँ नि छन्। त्यसैले हामीले अलि सल्लाह पनि गरेका छौँ। यसको मुख्य जिम्मेवार चाहिँ नि हरेक खेलका म्यानेजरहरू नै हुनुपर्छ। राइट। किनभने त्यो म्यानेजरले त्यो खेलाडीलाई सबै कुरा व्यवस्थित गर्ने र खेलाडी कहाँ जान्छ, के गर्छ, के गर्दैछ, होल कुराहरू उसले चाहिँ नि जिम्मेवारी लिनुपर्छ। टिमको एज ए होल टिमको चाहिँ नि तपाईँको लिड र हाम्रो गभर्मेन्टको चाहिँ नि आधिकारिक व्यक्तिको हिसाबले हाम्रो सदस्य सचिव चाहिँ नि सेभ द मिसन हामीले अपोइन्ट गर्दैछौँ भने यो हिसाबले चाहिँ नि उहाँको नेतृत्वमा म्यानेजरहरूले सबै कुराहरू डे टु डे हरेक क्षणको रिपोर्ट चाहिँ नि गर्ने व्यवस्था हुनैपर्छ। त्यसो भयो भने मलाई लाग्छ हामी हाम्रो मेडल जितेर एउटा राष्ट्रले जुन खालको एउटा उत्सव र गौरव बन्ने कुरा गर्दै गर्दा नाक खुम्च्याउने स्थिति र भोलिका दिनमा नेपालीहरू म्याराथनमा मात्र भाग लिन्छन् भन्ने कुरालाई चाहिँ नि हामीले अन्त गर्न सक्छौँ। यो कुरा पनि म सबैलाई आग्रह गर्न चाहन्छु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद। निकै गम्भीर प्रश्न चाहिँ सवाल उठाउनु भयो सदस्यज्यू। म्याराथन भने बुझ्नु पर्ने भाग्ने हो, भाग लिने हो। यसपालि कार्यविधि लगभग आजदेखि छलफल पनि गरिरहेको छु। त्यो म यसलाई कसरी सञ्चालन गर्ने, कसरी व्यवस्थापन, को जिम्मेवार बनाउने, त्यो विषयमा पनि छलफलहरू सुरु भएको छ र यो आज 10-15% छलफल मात्रै भएको छ। अझै छलफल हुन्छ यो विषयमा। अध्यक्षले उठाए जस्तै यसपालि अलिकति कडी कडाउको साथ होइन त्यहाँ चाहिँ यी विषयहरूलाई गम्भीरताको साथ हामी राख्छौँ र यो अब मलाई लाग्छ अन्तिम क्षणमा म के भन्न चाहन्छु भने अब खास गरी आज एसियन गेमकै विषयमा उठाएका छन्, यही सन्दर्भमा कुरो गरेका छौँ। यसमा चाहिँ अब हामीले राम्रै गर्ने आशा गरेका छौँ, राम्रै हुन्छ भन्ने म अघि पनि पशुपतिनाथसँग आशीर्वाद ल्याएको छु। र अर्को भनेको केही विषयहरू अप्रत्यक्ष रूपमा उठिरहेछ होइन, अप्रत्यक्षमा उठिरहेछ। त्यसलाई मैले प्रत्यक्ष रूपमा आउनु पनि गर्ने अवस्थामा छैन, गर्दै अहिले म गर्न पनि चाहन्न होइन। तर पनि के छ भने अहिले देखिएका यी विविध समस्याहरूलाई समाधानको बाटोमा लानुपर्ने छ। सबैजनाले अध्यक्षजीले भने सकारात्मक सोचमा अगाडि बढ्नु छ। पहिलेका भएका कमी कमजोरी बिर्सिनुपर्छ। अब चाहिँ एउटा टर्निङ पोइन्टमा हामी आएको छ। यो टर्निङ पोइन्टबाट अगाडि जाने खेलको लागि मात्रै होइन। यो चाहिँ मैले कसरी ल्याएको छ भने यो चाहिँ एउटा डेभलपमेन्ट, देशको एउटा डेभलपमेन्टको पाटो पनि हो, टुरिज्मको पाटो पनि हो, हेल्थ लगायत विभिन्न कुराहरू छन् र एउटा डिप्लोमेसी, स्पोर्ट डिप्लोमेसीले धेरै क्षेत्रमा चाहिँ अहिले भनौँ न अहिले जो युद्धमा अहिले 3-4 महिना कसरी ल्यायो त कसैले रोक्न नसकेको चिज पनि रोक्दो रहेछ त खेलले भन्ने कुरा। यसको भ्यालु त्यहाँबाट स्पोर्टका विज्ञहरूले चाहिँ दिन सक्छ क्या, यसको जोइन गर्न सक्छ, यसको कनेक्टिभिटी कहाँसम्म हुँदो रहेछ भन्ने कुरोहरू छ। यी सबै चिजले अब यत्रो त्यो देखाइरहेको डाइरेक्सन दिइरहेको ठाउँमा पनि अब हामीले अलिकति परिवर्तित हुने होइन, नयाँ चिजलाई एक्सेप्ट गर्ने। अहिले सरकारको पोलिसी भनेको कुनै व्यक्तिगत पर्सनल पोलिसी होइन कसैले, त्यो हिसाबले अहिलेको सिचुएसनमा अहिलेको सबै चिजलाई कन्टेस्ट बनाएर हिँड्न सक्नु जरुरी छ र यही लाइनमा म पनि छु। अरू जस्तो सायद तपाईँहरूसँग 5-6 महिना 7 महिनादेखि म सँगै छु, मसँग अलिकति पनि रिजर्भ रहँदैन क्या कुरा। अब अहिले मलाई आज के भन्नु त्यो भित्र केही पनि छैन। आज यो कुरा मैले लुकाएर हिँडेँ भन्ने छैन क्या। आज सोध्नु हो भने त्यही हुन्छ, भोलि सोध्नु हो भने मैले बोल्ने कुरा त्यही हुन्छ होइन। त्यसले गर्दाखेरि मसँग हिचकिचाउने, मसँग के हुने केही पनि छैन होइन। म एकदम भेरी ट्रान्सप्यारेन्ट, सबै कुरो म क्लियर राखिदिन्छु होइन। यहाँ आज यो बोलिदिएको यो नबोलिदिएको मलाई केही पनि छैन। चाहिने कुरो अब सरकारका एकदम गोपनीयता भङ्ग हुने त म गर्दिनँ। त्यो बाहेकका विषयहरू यहाँहरूसँग मजाले छलफल गर्ने, डिस्कस गर्ने कुराहरू गर्छौँ। धन्यवाद, नमस्कार। हामी कार्यक्रमको अन्त्यतिर छौँ। 3-4वटा निकै महत्त्वपूर्ण विषयहरू आज उठान भयो। एक सबैभन्दा महत्त्वपूर्ण, एसियन गेम्समा खेलाडीहरूले बिना दबाव स्वतन्त्र रूपमा पदकको लागि खेल्ने वातावरण तपाईँहरूले बनाउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। दोस्रो, नेपालको खेलकुद विकासको लागि ऐन परिवर्तन गर्न जरुरी भइसकेको छ, त्यो पाठ पनि तपाईँले उठाइदिनु भयो। र एसियन गेम पछि नेपाली खेलकुदको मुहार जुन नयाँ सरकारले चेन्ज गर्ने भन्नुभयो,
हामी आशा गरौँ, हामी विश्वास गरौँ तपाईँहरूको एसियन गेमको बसाइ 20 दिनमा राम्रो कुराकानी होस् र त्यसले नेपाली खेलकुदलाई निकास दिनमा मद्दत पुर्याओस् भन्दै विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा आयोजित यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण खेल सङ्घका पदाधिकारीहरू लगायत खेलकुद पत्रकार साथीहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम सम्पन्न भएको घोषणा गर्छु। नमस्कार।